हेलो बच्चाहरू, इट्स मी सफिक सर, तपाईँको म्याथमेटिक्स टिचर। अनि आज म केही क्वेसन लिएर आएको छु क्लास 11 बाट। त्यो चाहिँ डेरिभेटिभबाट छ। एन्ड मोस्ट अफ द टाइम स्टुडेन्ट डेरिभेटिभलाई हल्का टफ टपिक मान्ने गर्छन् र त्यही टफ टपिकलाई मानेर हल्का-फुल्का सजिलो बनाएर म बच्चाहरूको सामु चाहिँ पेश गर्न चाहन्छु है। ल फर्स्ट क्वेसन छ, विदाउट फर्दर डिले वी विल स्टार्ट आवर फर्स्ट क्वेसन। ल फर्स्ट क्वेसन छ, फाइन्ड dy upon dx if x square plus y square is equal to sin x y। यो क्वेसन छ, यसको डेरिभेटिभ निकाल्न छ विथ रेस्पेक्ट टु x एन्ड वी हेभ टु फाइन्ड आउट dy upon dx। ल सल्युसनतिर जाम त। ओके, वी हेभ हामीसँग के छ, x स्क्वायर प्लस y स्क्वायर इज इक्वल टु sin xy छ। यसलाई चाहिँ के गरौँ हामी, differentiate on both sides with respect to x। we get हामी के पाउँछौँ, d upon dx x square plus y square is equal to d sin xy upon dx। यो मलाई लाग्दैन कि चाहिँ बिर्सन सकिन्छ हैन। we have to differentiate with respect to x on both sides। is that clear? यो चाहिँ बुझ्नुपर्ने हुन्छ। ओके, ल अब चाहिँ डिफ्रेन्सिएटलाई चाहिँ डिस्ट्रिब्युट गरौँ। यसको डिस्ट्रिब्युटिभ प्रपर्टी चाहिँ होल्ड गर्ने गर्छ। ल d upon dx x स्क्वायरलाई एकचोटि चाहिँ डिफ्रेन्सिएट गरौँ, अनि d upon dx y स्क्वायरलाई चाहिँ डिफ्रेन्सिएट गरौँ विथ रेस्पेक्ट टु x, अनि त्यसपछि sin xy लाई हामीले चेन रुल लगाएर डिफ्रेन्सिएट गरौँला। ओके, x स्क्वायरको डिफ्रेन्सिएसन चाहिँ के हुन्छ, 2x हैन, अनि त्यसपछि x को डिफ्रेन्सिएसन गर्नुपर्छ विथ रेस्पेक्ट टु x dx upon dx प्लस एकचोटि y स्क्वायरको डिफ्रेन्सिएसन के हुन्छ, 2y, अनि त्यसपछि y को डिफ्रेन्सिएसन गर्नुपर्छ विथ रेस्पेक्ट टु x हैन, अनि त्यसपछि चाहिँ d sin xy एंगल छ हैन, त्यही एंगलको रेस्पेक्टमा पहिला डिफ्रेन्सिएट गरौँ, अनि त्यो एंगललाई त्यसपछि x सँग डिफ्रेन्सिएट गरौँ। इज द्याट क्लियर? अब dx dx काटेर त एउटै कुरा आउँछ, डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x हैन र, त्यही भएर यता चेन रुल अप्लाई भछ। dx अपन dx काट्यो, 2x आयो प्लस 2y dy अपन dx हैन, अनि sin xy को चाहिँ sin को डिफ्रेन्सिएसन के हुन्छ, cos xy आयो हैन, cos xy आयो। अब xy चाहिँ मल्टिप्लिकेसन फर्ममा छ भने यसमा प्रोडक्ट रुल लाग्छ। एकचोटि x लाई बाहिर राखेर y लाई डिफ्रेन्सिएट गरौँ विथ रेस्पेक्ट टु x, अनि एकचोटि y लाई बाहिर राखेर x लाई डिफ्रेन्सिएट गरौँ विथ रेस्पेक्ट टु x। इज द्याट क्लियर? यहाँसम्म बुझ्नुभएको छ होला? ओके, बुझ्नु भएन भने चाहिँ एकचोटि पज गरेर रिवाइन्ड गरेर फेरि हेर्न सक्नुहुनेछ। ओके, दिस इज द ब्युटी अफ रिकर्डिङ अ भिडियो है। ल अब चाहिँ cos xy मैले लेखेँ हैन, x dy अपन dx प्लस dx dx काट्यो, y आयो हैन। अब cos xy लाई चाहिँ डिस्ट्रिब्युट गर्छौँ अनि सिम्प्लिफाई गर्छौँ, विच इज क्वाइट इजी फर क्लास 11 स्टुडेन्ट है। एकचोटि हेरौँ त, cos xy लाई चाहिँ x dy अपन dx सँग चाहिँ मल्टिप्लाई गरौँ, x dy अपन dx प्लस y लाई पनि डिस्ट्रिब्युट गरौँ, cos xy। अब xy भएकोलाई चाहिँ एउटा ठाउँमा राख्ने। इज द्याट क्लियर? अरू कुन कता आयो, यसलाई चाहिँ यतापट्टि लिएर आउने, अनि 2y dy अपन dx लाई चाहिँ यतापट्टि लिएर आउने। किन? dy अपन dx भएकोलाई चाहिँ एउटा ठाउँमा गराउनु पर्ने हो। इज द्याट क्लियर? ल 2x, अब यसलाई चाहिँ लिएर आम, माइनस y cos xy। ओके, अनि यतापट्टि cos xy आफ्नै ठाउँमा थियो, डट dy अपन dx। अब 2y dy अपन dx उतापट्टि आयो, माइनस 2y dy अपन dx हैन। अब dy अपन dx लाई चाहिँ के गरौँ, कमन लिगौँ हैन, dy अपन dx लाई कमन लिगौँ। इज द्याट क्लियर? 2x माइनस y cos xy इज इक्वल टु dy अपन dx लाई चाहिँ कमन लिगौँ। इज द्याट क्लियर? के बच्यो, x cos xy, x लाई चाहिँ अगाडि राखिदिएँ यसो राम्रो देखिन्छ, माइनस 2y यतापट्टि बच्यो। ओके, अब के गर्छु,
मैले यसलाई चाहिँ तल लिएर आएर राखिदिन्छु विच विल बी आवर रिक्वायर्ड इक्वेसन। इज द्याट क्लियर? cos xy अपन x cos xy माइनस 2y तलतिर आयो, यतापट्टि के बच्यो dy अपन dx विच इज आवर फाइनल एन्सर। अब कतै चाहिँ बुझ्नु भएन भने चाहिँ एकचोटि फेरि पछाडि गराएर रिवाइन्ड गराएर हेर्न सक्नुहुनेछ। थ्याङ्क यू भेरी मच। अनि च्यानल सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू भेरी मच।